वेलकम टु माई एनदर ब्लग च्यानल। आज म के भनौँ हजुरहरूलाई, मैले आफ्नो घरको लागि एकदम राम्रो लकी ब्याम्बो प्लान्ट लिएर आएको थिएँ। तर म बाबुमा यति बिजी भए अनि त्यसलाई एकदम केयरै गर्न सकेन अनि केयर गर्न सकेन। त्यस कारणले त्यसको हालत एकदमै नराम्रो भइसकेछ, एकदमै पोवर भइसकेछ। अनि म हजुरलाई त्यस कस्तो पोवर भएछ त्यो नि हेर्नु होला। यो प्लान्ट यस्तो पोवर भइसकेछ, पुरै यसमा धुलो धुलो टाँसिसकेछ। अनि यो प्लान्टको जुन ढाङ्गाहरू छ नि यो नि पहेँलो भइसकेछ। हेर्नुहोस्, किनभने यो प्लान्टलाई कम्तीमा 7 देखि 10 डेजमा यसलाई सफा गर्नुपर्छ, यसको पानी फेर्नुपर्छ। अनि यो ढुङ्गामी हेर्नुहोस् कस्तो फोहोर भइसकेछ। अनि मैले सोचेछु आज यसलाई सफा गरौँ, सफा गरेपछि यो कस्तो देखिन्छ। अनि लेट्स सी, हामी सफा गर्छौँ अनि सफा गरेपछि राम्रो देखियो कि नदेखियो हेरौँ। चलो, हमारा लकी बैम्बो तैयार है।